ॐ श्री गणेशाय ब्रह्मा मुरारि त्रिपुरान्तकारी भानुः शशि भूमिसुतो बुधश्च शुक्रः शनि राहु केतवः सर्वे ग्रहाः शान्तिकराः। गणेशाय नमः। नमस्कार दर्शकबिनहरू, स्वदेश विदेश र संसारको कुनामा छरिएर बस्नुहुने सम्पूर्ण बुबाआमा दाजुभाइ दिदीबहिनीहरू जति पनि हुनुहुन्छ यहाँहरूप्रति मेरो हार्दिक नमन र हार्दिक स्वागत छ। आज म विशेष रूपमा कुनै पनि वर्षको जनवरी महिनामा जन्मेको व्यक्तिहरूको भूत भविष्य वर्तमान कस्तो हुने गर्छ, यी व्यक्तिहरू कस्ता हुने गर्छन्, यिनीहरूको जीवन कस्तो हुने गर्छ, प्रेम रिलेसन, पति पत्नी, श्रीमान श्रीमती बीच, आर्थिक क्षेत्रलाई लिएर, शिक्षाको क्षेत्रलाई लिएर, रोग ऋण शत्रु मुद्दा मामिला, कोर्ट कचहरी, वाद विवादहरू, समग्र क्षेत्रहरूलाई लिएर, साथीसँगको सङ्गतहरू लिएर सबै क्षेत्रहरूलाई समेटेर मैले आज यहाँहरूको बीचमा उपस्थित भइसकेको छु। र वास्तविक रियल जीवन कुनै पनि वर्ष यदि जनवरी महिनामा उहाँहरूको अङ्ग्रेजी महिना अनुसार यदि जन्म भएको छ भने यो जनवरी महिनामा जन्मेका व्यक्तिहरू कस्ता छन् भनेर हामीले केही सानो कुरा जान्नको लागि मैले यहाँहरूको बीचमा एउटा सानो जानकारीहरू लिएर उपस्थित भएको छु। भिडियो कुन देशबाट, कुन ठाउँबाट, कहाँबाट तपाईहरू हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला र नयाँ हुनुहुन्छ, पहिलो पटक भिजिट गर्दै हुनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनु होला। यहाँहरूको जीवन सफल, सुखद, शान्तिमयसँग रहोस्। म यही नि शुभकामना टक्राउन चाहन्छु, सुस्वास्थ्य दीर्घायुको कामना टक्राउन चाहन्छु। यहाँहरूको जीवनमा खुसी, शान्ति, समृद्धि, सफलता सदा बनिरहोस्। र आउनुहोस् अब हामी विशेष रूपमा जनवरी महिनामा जन्मेका व्यक्तिहरू सर्टकटमा, भिडियो धेरै लामो गर्ने छैनौँ र सर्टकटमा कुराकानी गर्दै गर्दै अगाडि बढ्नेछौँ। दर्शकबिनहरू, यदि तपाईको जनवरी महिनामा जन्म भएको छ भने यो वैदेशिक ज्योतिष शास्त्र अनुसार विस्तारपूर्वकमा आज हामी यसको कुराकानी गर्नेछौँ। यदि तपाईको महिना जनवरी महिनामा अङ्ग्रेजी महिना अनुसार यदि जन्म भएको छ भने यी व्यक्तिहरू धेरै खुसी मिजाजका र शान्त स्वभावका हुने गर्छन् र अरूलाई खुसी बाँड्ने खाले व्यक्ति हुन्छन्, अरूको सहयोग गर्नमा अगाडि बढ्छन् र यिनीहरूले खुसी एउटा जम्मा गर्नको लागि, खुसी बटोर्नको लागि राम्रो एउटा व्यक्ति मानिन्छ। यिनीहरूले साथीसँगको सम्बन्ध पनि राम्रो मानिन्छ र लगातार कठिन कार्यमा पनि हार नखाने र कठिन कार्यमा पनि हात बढाउने व्यक्ति र उभिने व्यक्ति मानिन्छ। सानोतिनो हार नखाने व्यक्ति मानिन्छ र यिनीहरू हात जोडेर अरू व्यक्तिहरूलाई पनि अगाडि बढाउने जनवरी महिनामा जन्मेका व्यक्तिहरू मानिन्छ। पलक झपक्दै यिनीहरू आफ्नो मतलब, आफ्नो कामहरू पूर्ण रूपमा गर्न सक्ने क्षमता राख्ने गर्छन्। यस्ता व्यक्तिहरू सबै क्षेत्रमा सजिलैसँग सङ्घर्षलाई पनि काम गर्न सक्ने क्षमतावानका व्यक्तिहरू हुन्छन्। जनवरी महिनामा जन्मेका महिलाहरू काफी स्टाइलिङ, फेसन अनि एउटा राम्रो सुझबुझ र समझदार पनि हुन्छन् र कई प्रकारले यिनीहरू अत्यन्तै स्मार्ट देखिन्छन्, अत्यन्तै खूबसूरत देखिन्छन्, अत्यन्तै राम्रा पनि हुन्छन्, बुद्धिका पनि राम्रा हुन्छन्। र यसै गरी जनवरी महिनामा जन्मेका व्यक्तिहरू विशेष रूपमा एउटा लिडरसिप, राजनेता, सेनापति यी कुराहरूमा पनि नेतृत्व गर्न सक्ने शक्तिहरू, क्षमताहरू, अगाडि बढ्ने क्षमताहरू हुने गर्दछन्। र यस्ता व्यक्तिहरू आफ्नो करिश्माई व्यक्तिका मालिक हुन्छन्, आफ्नै जीवनका मालिक हुन्छन्, आफ्नै तरिकाले अगाडि बढ्ने हुन्छन्। एक पटक यिनीहरूले कुनै चिजलाई आफूले यदि चाहन्छन् भने त्यो चिजहरू प्राप्त गरेर छोड्छन् र आफ्नो जुन ठाउँमा बसेर पनि काम गर्छन् त्यो ठाउँमा चाहिँ आफ्नो मान सम्मान इज्जत प्राप्ति गरेर छोड्छन्, सफल हुन्छन्। वही कारणले यी व्यक्तिहरूलाई आफ्नो पर्सनालिटी लाभहरू छिट्टै प्राप्ति हुन्छ र अन्य व्यक्तिहरूलाई इम्प्रेस पार्न सक्ने, अरूलाई आफूतिर तान्न सक्ने क्षमता र खुसी शक्तिहरू पनि यी व्यक्तिको बिचमा रहने गर्दछ। यी व्यक्तिहरू मनको के कुराहरू चलिरहेको छ त्यो सामान्यवाला व्यक्तिलाई र अगाडिका व्यक्तिहरूलाई, यिनीसँग बसेका व्यक्तिहरूलाई पनि थाहा हुँदैन। यिनीहरू कई प्रकारका यस्ता कुराहरू यिनको मनमा जुन खेलिरहेको छ कसैलाई थाहा हुँदैन। धेरै गोप्य तरिकाले काम गर्छन्, करियरलाई लिएर यिनको भविष्यमा उज्जवल हुन्छ र राम्रो तरिकाले अगाडि बढ्छन्। यस्ता व्यक्तिहरू मेहनत गर्नमा हरदम हर क्षेत्रमा
अगाडि बढ्छन्, कहिल्यै पनि झुक्दैनन्, कहिल्यै पनि हराउँदैनन् र यिनको साथ किस्मतले पनि दिन्छ र किस्मतका पनि धनी हुन्छन्, भाग्यका पनि धनी हुने गर्दछन्। यस्ता व्यक्तिहरू एउटा जादुगर तरिकाले काम, एउटा रचनात्मक तरिकाले, म्याजिक तरिकाले काम गर्छन् र यिनीहरू विभिन्न क्षेत्रमा काम निकाल्न सक्ने क्षमता र माहिर पनि हुन्छन् र कहिल्यै पनि यिनीहरू बुद्धिको प्रयोग गरेर काम गर्न सक्ने क्षमता हुन्छ। कहिलेकाहीँ यिनीहरूप्रति नराम्रो कुरा सुनिएर रिएक्ट पनि हुन्छन् र मतभेद भावहरू चाहिँ राख्दैनन् यिनीहरू, किनकि भेदभाव, रिस, राहा डाहा यिनीहरूलाई थाहा छ कि यिनीहरू त्यस्तो चिजबाट प्रभावित भए भने जीवनमा प्रगति गर्न सकिन्न भनेर साफ दिलका भएको कारणले अरूलाई पनि क्षमा दिन्छन् र यस्ता व्यक्तिहरू एउटा सल्लाहकार पनि हुन्छन् र राम्रो एउटा अगाडि बढ्न सक्ने क्षमताहरू भविष्यमा थुप्रै क्षेत्रमा हुने गर्दछन्। यस्ता व्यक्तिहरू जनवरी महिनामा जन्मेका व्यक्तिहरूमा थुप्रै गुणहरू, थुप्रै शक्तिहरू भएको कारणले जीवनमा निरन्तर अगाडि बढ्न सक्ने क्षमता हुन्छन्। ज्योतिषीय शास्त्र अनुसार, मान्यता अनुसार कुनै पनि व्यक्ति यदि जनवरीमा जन्मेको छ भने जनवरी महिनामा जन्मेका व्यक्तिहरूको जीवनमा थुप्रै खुबीहरू र शक्तिहरू हुने गर्दछ। यसकारणले यदि तपाईको महिना जनवरी महिनामा जन्म भएको छ भने आफू एउटा शेष हाम्रो एउटा शक्तिशाली जुन शेर जस्तै भएर आफ्नो जीवनमा सबै कुराहरूलाई आफ्नै बुद्धिद्वारा, आफ्नै कर्मद्वारा यिनीहरू प्राप्त गर्न सक्ने त्यस्ता क्षमतावान शक्तिशाली पनि मान्ने गरिन्छ। जनवरी महिनामा जन्मेका व्यक्तिहरू यदि तपाईको जन्म जनवरी महिनामै भएको छ भने महिना अनुसार यिनीहरू एउटा राम्रो बोल्न सक्ने क्षमता, शक्तिहरू, कुनै पनि व्यक्तिहरूलाई प्रभावित पार्न सक्ने, आफ्नो आदर्श प्रिय सबैलाई लाग्न सक्ने यस्तो आफ्नो छविहरू साफ सुथरासँग उनीहरूले देखाउन सक्ने एउटा इज्जत, दान, मान, सम्मान कमाउने व्यक्ति हुन्छन् र यसै कर्ममा यिनीहरू ठुल्ठुलो बिजनेस व्यापारको लिडर हुन्छन्। जस्तै शेयर मार्केट, अनलाइन मार्केट, डिजिटल मार्केट, आइटी, इन्जिनियर, डाक्टरको क्षेत्रमा पनि, गीत सङ्गीत कलाको क्षेत्रमा पनि सफलता, इलेक्ट्रिकहरू, मिडिया क्षेत्र, आर्मी, चार्टेड अकाउन्ट, फाइनेन्स, तपाईको लेक्चरसिपहरू अनि सफ्टवेयर इन्जिनियर फिल्ड जस्ता क्षेत्रमा पनि थुप्रै सफलता प्राप्ति गरेको देखिन्छ। जनवरी महिनामा जन्मेका व्यक्तिहरूलाई केही थोरै कमीहरू पनि जीवनमा हुने गर्छन्। त्यसलाई सुधार गर्दाखेरि कहिलेकाहीँ झ्याप्प अरूलाई विश्वास गर्दाखेरि धोका खाएको देखिन्छ। यो सुधारियो भने अझै राम्रो हुन्छ। एक दुसराप्रतिको जीवनमा धोका खाने चिजहरूबाट, अरूलाई झ्याप्प विश्वास गर्नेबाट अलिकति जोकिएको धेरै राम्रो हुन्छ। जनवरी महिनामा जन्मेका व्यक्तिहरू धेरै खुसी मिजाजका, धेरै सुख शान्ति मिजाजका हुने गर्छन्। यिनको जीवनमा थुप्रै खुसीहरू आफूलाई प्राप्त भएको विशेष रूपमा मान्न सकिन्छ। यसकारणले गर्दाखेरि जनवरी महिनामा यदि तपाईको जन्म भएको छ भने जनवरी महिनामा जन्मेका व्यक्तिहरूको भविष्यमा थुप्रै करिश्माई तरिकाले, थुप्रै व्यवहारले, क्षमताले, कौशल्यले यिनीहरू हर चिजहरूलाई एउटा आफ्नो पेशेवर जीवनले कई क्षेत्रमा आफ्नो जो व्यक्तिले कामै गर्यो गरेन भन्ने तरिकाले थाहा नदेखिन काम गर्न सक्ने जनवरी महिनामा जन्मेका व्यक्तिहरू प्राय रहस्यमय हुने गर्छन् र जसको कारणले यिनको भाग्यमा थुप्रै सफलताहरू देखिन्छ। जनवरी महिनामा जन्मेका व्यक्तिहरूको कुरा गर्दाखेरि यिनीहरू बच्चा होस् या वृद्ध होस् या बाल अवस्था होस् या यङ अवस्था होस्, यिनीहरू एकदम एक्टिभ रहेर काम गर्न सक्ने क्षमता हुन्छ। जनवरी महिनामा जन्मेका व्यक्तिहरूको कार्यहरूमा, परिस्थितिहरूमा कहिल्यै विचलित हुँदैनन्, कहिल्यै पनि आत्तिँदैनन् र कहिल्यै पनि रुखोपन देखाउँदैनन् र नाटकीयपन पनि देखाउँदैनन् र भित्रैबाट आफू बरु फसिएको प्रतीत हुन सक्छ र एउटा राम्रो तरिकाले काम गर्न सक्ने एउटा राम्रो पक्षहरू देखिन्छन्। जीवनमा खुसी मिजाज भएर सफलता प्राप्ति गरेको देखिन्छ यिनीहरूको जीवनमा। जनवरी महिनामा जन्मेका व्यक्तिहरूलाई पूर्ण रूपमा भाग्यले साथ दिएको हुन्छ, राम्रो किस्मतका धनी र हुने गर्छन्, जसको कारणले गर्दा जीवनमा कहिल्यै पनि हार खानु पर्दैन। यस्ता व्यक्तिहरूको लभ लाइफमा पनि यिनीहरू अत्यन्त रोमान्टिक हुन्छन्, प्रेम विवाह गर्ने गर्छन्, प्रेमको भरोसा मिल्ने गर्छ र अब यिनीहरू पूर्ण रूपमा पार्टनरलाई विश्वास गर्छन्। कहिलेकाहीँ विश्वास गर्दाखेरि धोका पनि खानुपर्ने हुन्छ र अफेयरमा रहिरहन्छन् र यिनीहरू राम्रो साथी बनाउने गर्छन्। हालकी यिनीहरू कुनै गलत फैसला लिनबाट जोकिन्छन् र यिनीहरूको बीचमा व्यक्तिको नजर हेराइको सम्बन्धमा पनि यिनीहरूको एउटा राम्रो रहन्छ। दृष्टिकोणबाट पनि अरू व्यक्तिलाई पनि राम्रै सोच्छन्। जनवरी महिनामा जन्मेका व्यक्तिहरूको धेरै थुप्रै यस्ता अद्भुत दृश्यहरू र अद्भुत चमत्कारीहरू योगहरू हुने गर्छन्, जसलाई गर्दा यिनीहरू इन्टरनेसनल, मल्टिनेसनल, आइएनजिओ, एनजिओ, सेयर मार्केट, आउटडोर, इन्डोर, यसै गरी कुनै अन्य कन्ट्र्याक्टहरू लिन राज्यबाट आर्मी, पुलिस, आइटी, इन्जिनियर, होटल व्यवसायदेखि लिएर हरेक क्षेत्रमा, मिडिया क्षेत्रबाट पनि यिनीहरू धन सम्पत्ति कमाएर सफल बन्न
गर्न सक्ने थुप्रै योगहरू रहन्छन्। यस कारणले गर्दाखेरि स्वदेश विदेशमा जति पनि छरिएर बस्नुभएका बुबा आमा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, यदि तपाईँको जनवरी महिनामा यदि तपाईँको जन्म भएको छ भने जनवरी महिनामा जन्म लिने व्यक्तिहरूको लागि अत्यन्त शुभ मानिन्छ, राम्रो मानिन्छ। यिनीहरू एकदम लिडर, साहसी, पराक्रमी, आत्मबल भएका, अत्यन्त बलवान, धनी भएका यस्ता व्यक्ति हुने गर्दछन्। र यहाँहरूलाई यो भिडियो कस्तो लाग्छ, कुन देशबाट कुन ठाउँबाट हेर्दै हुनुहुन्थ्यो, कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। मैले विशेष रूपमा एउटा सानो सर्टकटमा जानकारी लिएर आएको थिएँ। राधे राधे, ओम नमः शिवाय, हर हर महादेव, जय शम्भु।